बालेनले जितेपछि कान काटेर फालिदिन्छु भन्ने दिदीका कुराको पछि लाग्नुभन्दा बालेनले जितेपछि गु खाइदिन्छु त्यस्ता समाचारहरूको पछि लागेर आफ्नो टाइम खर्चिनुभन्दा ए मेरा दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णमाथि म एउटा नेपाली भएको नेपाली नागरिकको अधिकारले आग्रह गर्न चाहन्छु, बिन्ती गर्दछु। तपाईहरू यो कुरा काट्ने खुरापाटी गर्ने एक कान मैदान गर्नुभन्दा पनि तपाईहरू बरु तिनी कुराहरूको पछि लागेर आफूले आफूलाई बिगार्नु, अरूले अरूलाई टर्चर दिने, दुःख दिने काम गर्नुभन्दा पनि बरु आफ्नो काम गर्नुहोस्। जबसम्म सिस्टम कानुन ठिक हुँदैन न त घर बन्छ, न परिवार बन्छ, न समाज बन्छ, न राष्ट्र, केही पनि बन्न सम्भव छैन हर कुनै ठाउँमा। त्यसैले तपाईहरूले आफ्नो देशको राजनीतिक अवस्था पक्कै देख्नु भएकै छ। 15-16 वर्ष यिनी ताउकेहरूले देश बेचिसकेका छन्। भ्रष्टाचार कूटनीति गर्दा गर्दा भएन भनेर यो कानुनलाई कसैले किन्न सक्छ, टाल्न सक्छ, छोप्न सक्छ, त्यो अवस्थामा पुर्याइदिएका छन्। अब त्यसैले सबै मानिसहरू प्रति एउटा चेतना पाइयो हामीले के हो राम्रो, के हो कसले के गरिरहेछ, यो गरेको राम्रो हो या राम्रो होइन हामीले बुझ्न सक्यौँ। र बुझ्न सकेर मात्र होइन, हामी एउटा नेपाली, एउटा जेन्जी, हामी एउटा नेपाली सबैजनाले, जेन्जीले मात्र होइन सबैजनाले हामी ती ताउकेहरूलाई उनीहरूले गरेका गल्तीहरूको पश्चाताप, उनीहरूले गरेका करतुतहरूको पश्चाताप हामीले पक्कै कर्मको फल दिने नै छौँ। त्यसैले हामीलाई कानुन बनाउनु छ, कानुन बलियो बनाउनु छ। हाम्रो जो ताउकेहरूमाथि एउटा आश मरिसकेको थियो, त्यो बेला आशाको किरण जो बालेनलाई थानियो आज उसैले जितेको छ। ठिक छ, राज्य कसैले कोही नेताले जितेर त्यसले बनाओस् भन्नुको पछि भन्दा पनि राजाले शासन गरोस् या गणतन्त्र पक्षले शासन गरोस्, जसले गरे पनि देश विकास हुनुपर्छ, अन्यायमा परेकालाई न्याय दिनुपर्छ, त्यही नै हो। र कानुन भनेको यस्तो हो कि यसमा कुनै बहुमतको कदर गरेर होइन, एकदम सत्यता, पारदर्शिता, एकदम दुधलाई दुध, पानीलाई पानी छुट्याउन सक्ने हुनुपर्छ सिस्टम, कानुन, तब देश बन्छ। त्यसैले अहिले तपाईहरूको एक साथ सपोर्टले कसैको जिन्दगी, कसैका बाउआमा, अन्यायमा परेका मानिसहरूले न्याय पाउँछन् भने त्यो कुराहरूलाई फोकस गर्नुहोस्। अहिले त्यही माथि विश्वयुद्धको घटनाक्रम बढ्दो क्रम छ। यो अवस्थामा हाम्रो देशमा धेरै तलमाथि भएको थियो, विखलन भएको थियो। अहिले ठिक छ, एउटा राजनीतिकमा बालेन शाह आउनु भएको छ। हामीले गणतन्त्रकै हिसाबले भए पनि भोलि बिहान राम्रो नराम्रो त छुट्याउन सकिएला सबै छौँ। हामी नेपाली एक हुनुपर्छ, सत्य नै हुन्छ, राम्रो नराम्रो छुट्याउन पनि सक्नुपर्छ। त्यसैले अहिले हामी एकजुट हुन आवश्यक छ। विश्वयुद्धको बेला छ, यस्तो बेला आफ्नो देशभित्रै यस्ता घटनाहरू घटेका छन्। त्यसैले एउटा सिस्टम, कानुन सही बनाउनुपर्छ। र जो अहिले निकिसा विकलाई जो बलात्कारको केस अहिले परिरहेको छ, उहाँलाई मात्रै न्याय दिनुभन्दा पनि उहाँहरू जस्तो पीडित पक्षहरू अरू पनि थिए, सबैलाई न्याय दिनु हुन म विनम्र अनुरोध गर्दछु। प्लिज, थ्याङ्क यू सो मच।